हामी पश्चिमी सभ्यतालाई मानव सभ्यताकै सबैभन्दा उत्तम सभ्यता भनेर वर्षौं पहिलेदेखि नै व्याख्या गर्दै आइरहेका थियौं। त्यसकारण पश्चिमी सभ्यतालाई स्वतन्त्रता, मानव अधिकार, नैतिकता र प्रगतिका मापदण्डका रूपमा संसारभर प्रस्तुत गरियो। तर एपिस्टिन फाइल्स सार्वजनिक भएपछि यही सोच आफै प्रश्नको घेरामा नराम्ररी परेको छ। वर्षौंदेखि आदर्श भनिँदै आएको सभ्यताको भित्री अनुहार आज दस्तावेजकै रूपमा विश्व सामु छर्लङ्ग भएको छ। कुरा बाल यौन शोषणसम्म मात्र रहेन, उनीहरूले त ती बच्चाहरूलाई मारेर खान पनि बाँकी रहेनन्। मानव तस्करी त भइहाल्यो, यी सबैमा शक्तिशाली वर्गहरू नै सहभागी भएका छन्। बिकाउ मिडिया, न्याय प्रणालीको कमजोरी, यी कुनै कथित पिछडिएका समाजका समस्या होइनन्। यी त पश्चिमी सत्ताको केन्द्रमै गहिरो गरी जरा गाडेका समस्याहरू हुन्। एपिस्टिन फाइल्सले एउटा कटु सत्य देखाएको छ। राजनीतिक शक्ति, धन्याढ्य वर्ग, चर्चित व्यक्तित्व तथा सेलिब्रिटी, मिडिया यी सबै एउटै अँध्यारो संरचनामा जोडिएको देखिन्छ। कानून सबैका लागि समान हुन्छ भन्ने दाबी यहाँ आएर विश्वास गर्न सकिँदैन, किनकि मुख्य अपराधी जेलमै मृत अवस्थामा भेटिन्छन् र उसको जेलमै हत्या भएको कुरालाई कसैले पनि अस्वीकार गर्न सक्दैनन्। तर उसको वरिपरिका शक्तिशाली पात्रहरू अझै सुरक्षित छन्। विडम्बना के हो भने यही सभ्यताले हाम्रो पूर्वीय सभ्यतालाई, हाम्रो परम्परालाई अमानवीय तरिकाले आलोचना गरिरह्यो। तर आज प्रश्न के उठ्छ भने जहाँ बालबालिकाको सुरक्षा सुनिश्चित हुँदैन, जहाँ महिलालाई विलासिताको वस्तु बनाइन्छ, जहाँ शक्तिशाली वर्गहरू कानूनभन्दा माथि हुन्छन्, यस्तो सभ्यतालाई कसरी नैतिक आदर्श मान्न सकिन्छ? कथित आधुनिकता धेरै हदसम्म भौतिक प्रगतिले चम्किएको बाहिर खोल मात्र देखिन्छ, भित्र भने पुरै नैतिक पतन भइसकेको। जब स्वतन्त्रको नाममा वासनालाई वैध ठानिन्छ, जब मूल्य र उत्तरदायित्वलाई व्यवस्था गरिन्छ, यसैबाट एपिस्टिन जस्तो अपराधीहरू जन्मिन्छन्। र अझ भयावह कुरा के हो भने तिनलाई जोगाउनको लागि सबै शक्तिहरू एकजुट भइरहेका हुन्छन्। एपिस्टिन फाइल्स कुनै एक व्यक्तिको अपराध कथा मात्र होइन, यो पश्चिमी सभ्यतामाथि गरिएको गम्भीर आत्मपरीक्षण हो। यो संसारका ती सबै समाजका लागि चेतावनी हो जो पश्चिमाको अन्धाधुन्ध नकल गर्नुलाई प्रगति गरे भनेर आफूलाई ठूलो सम्झिरहेका हुन्छन्, स्मार्ट सम्झिरहेका हुन्छन्। सभ्यता अग्ला भवन, प्रविधि र आर्थिक शक्तिले मात्र मापन हुँदैन, सभ्यता चरित्र, नैतिकता र न्यायले मापन गरिन्छ। जुन समाजले ती कलिला बालबालिकाहरूलाई संरक्षण दिन सक्दैन, जुन समाज न्याय, शक्ति र पैसा अनुसार बदलिने गर्छ, त्यो सभ्यता जतिसुकै चम्किलो किन नहोस्, अन्ततः त्यो सबै बेकार नै हुन्छ, खोक्रो नै हुन्छ। एपिस्टिन फाइलले यही खोक्रोपनलाई विश्व सामु नाङ्गो बनाइदिएको छ र अब हेर्न बाँकी छ को जेल जानेछन् या जाँदैनन्। र म जस्ता मानिसहरू त्यो दिनको पर्खाइमा छ। ती सबै अपराधीहरूलाई कडा भन्दा कडा सजाय हुनुपर्छ, यहाँसम्म कि उनीहरूलाई पब्लिक प्लेसमा कुटी कुटी मारिनुपर्छ। सायद त्यो पनि सजाय कम हुन सक्छ। तपाईलाई कस्तो सजाय दिनुपर्छ जस्तो लाग्छ? कमेन्ट गर्नुहोस्।